आजको रिडिङमा मैले 8.5 सम्म एक्सपेक्ट गरेको थिएँ, तर मेरो 9 नै आयो अनि आइ एम सो ह्याप्पी। मैले कसरी प्रिपेयर गरेको थिएँ भन्दाखेरि चाहिँ क्वेसन स्पेसिफिक भएर मैले कहिले पनि प्रिपेयर गरिनँ। जहिले पनि प्र्याक्टिस गर्दाखेरि त्यो पार्ट 1 मात्रै प्र्याक्टिस गर्ने अथवा पार्ट 2 मात्रै प्र्याक्टिस गर्ने गरेर त्यसरी कहिले पनि गरिनँ। जहिले पनि म जब पनि घरमा आएर प्र्याक्टिस गर्न थाल्थेँ नि, त्यतिखेर चाहिँ म फुल टाइम 50 मिनट्स चाहिँ जहिले पनि 60 मिनट्सको टाइमर लाएर कहिले पनि गरेन, 50 मिनट्सको टाइमर लाउँथेँ। अनि त्यस पछाडि 50 मिनट्समा कतिको भ्याउँथेँ भनेर म 3टै प्यासेज एकैचोटि नै गर्थेँ। म बिचमा ब्रेक लिने त्यस्तो गर्ने कहिले पनि गर्दिनँ थिएँ। अनि मेरो फोकस चाहिँ जहिले नै त्यो टाइमभरि चाहिँ म आफू पुरै फोकस्ड भएर गर्थेँ क्या। अनि मैले घरमा नर्मली प्र्याक्टिस गर्दाखेरि पनि मेरो 32 भन्दा कम कहिले पनि आएन। अनि अर्को कुरा चाहिँ के हो भन्दाखेरि चाहिँ मैले प्रायः जस्तो बिगार्ने ठाउँ भनेको चाहिँ येस नो नट गिभन अथवा चाहिँ ट्रु फल्स नट गिभनमा थियो है। येस नो नट गिभन कहिलेकाहीँ बिग्रिन्थ्यो, तर ट्रु फल्स नट गिभनले गर्दाखेरि चाहिँ प्रायः जस्तो जहिले पनि मेरो 36, 37, 38 त्यस्तो आएर हुन्थ्यो। अनि मैले रिडिङ त यति धेरै प्र्याक्टिस गरेँ नि, मलाई चाहिँ के लागेको थियो भन्दाखेरि चाहिँ यदि मैले रिडिङ राम्रो गरेँ अथवा लिसनिङ राम्रो गरेँ भने चाहिँ ओभरअल ब्यान्ड स्कोर चाहिँ अलिक राम्रो हुन्छ नि त, त्यो दुईवटामा मात्रै राम्रो गरेँ भने पनि भनेर त्यही सोचेर मैले प्र्याक्टिस गरेको थिएँ। अनि होपफुली त्यस्तै पनि भयो। मेरो चाहिँ रिडिङमा मेरो 9 आयो। अनि मैले जति प्र्याक्टिस गराएको थिएँ, जति लेभलको त्यो डिफिकल्टी लेभलको घरमा बसेर प्र्याक्टिस गराएको थिएँ अथवा मलाई क्लासमा पढाएको थियो, त्योभन्दा चाहिँ एकदमै सजिलो आएको थियो। 3 वर्ड्स 4 वर्ड्स लेख्ने आन्सर्सहरू हुन्छ नि, त्यस्तो चाहिँ कुनै पनि परेको थिएन। खोइ अरूलाई पढ्थ्यो होला। रिडिङ प्र्याक्टिस गर्दाखेरि मेन ध्यान दिनुपर्ने भनेको जुनै क्वेसन आए पनि तिमीले फुल टेक्स्ट त पढ्नै पर्छ। मेरो विचारमा चाहिँ मैले जति क्वेसन्सहरू प्र्याक्टिस गरेँ त्यो फुल टेक्स्ट नपढिकन एउटा मात्रै प्याराग्राफ छोडेर अरूमा एन्सर भएको अथवा चाहिँ हाफ प्यासेज मात्रै पढिसके पछाडि सबै एन्सर आउने त्यस्तो त मैले कुनै पनि भेटिनँ। त्यही भएर मैले चाहिँ कसरी मेरो स्ट्राटेजी बनाएको थिएँ भन्दाखेरि जस्तो सुकै क्वेसन आए पनि म सुरुमा जहिले पनि क्वेसन हेर्दाखेरि त्यो स्किप गर्दै म प्यासेज 2 गर्छु, प्यासेज 3 गर्छु भनेर कहिले पनि गर्न सिरियली नै गर्दै गएँ। मलाई कुनै पनि प्यासेज त गाह्रो लाग्दैन थियो सुरुदेखि नै। मैले सुरुचोटि क्लास नगइकन प्रिपरेसन क्लासहरू नलिकन सुरुचोटि म गएको भोलिपल्टै मक टेस्ट भएको थियो। अनि त्यतिकै मैले 36 आउट अफ 40 स्कोर गरेको थिएँ। अनि आई न्यू आई वाज गुड इन द्याट भनेर मैले थाहा पाएँ त्यतिखेर। अनि त्यसरी पनि आई एम अ भेरी फास्ट रिडर, मलाई त्यो चाहिँ मेरो प्लस पोइन्ट भयो। म जस्तो टेक्स्ट पनि म छिट्टै स्क्यान गरेर छिटो पढ्न सक्छु क्या। आई एम भेरी ह्याप्पी आई स्कोर द्याट। अनि अरू केही हेल्प चाहियो अथवा अरू रिडिङसँग रिलेटेड केही क्वेसन्स भने चाहिँ डु कमेन्ट अथवा चाहिँ मलाई डाइरेक्ट डिएम गर्दा पनि हुन्छ। आई विल अलवेज बी देयर टु हेल्प फर यु। हस्, धन्यवाद।